तिमी ठुलो भएर के बन्न चाहन्छौ रिमा? म कलाकार बन्न चाहन्छु सर। नाइस, बस। अनि तिमी चाहिँ के बन्न चाहन्छौ गीता? म डाक्टर बन्न चाहन्छु सर। डाक्टर भएर जनताको सेवा गर्न चाहन्छु सर। गुड, बस बस। तँ चाहिँ ठुलो भएर के बन्न चाहन्छस् नि? म ठुलो भएर सिङ्गर बन्न चाहन्छु सर। ल त्यसो भए एउटा गीत गा न त। 5, 4, 3, 2, 1, go! हाय हाय होय होय, हाय हाय होय होय, हाय हाय होय होय, बदोबदी बदोबदी बदोबदी। नजिस्की भन, ठुलो भएर के बन्न चाहन्छस्? म त ठुलो भएर बाउ बन्न चाहन्छु सर। मेरो मतलब पछि गएर के गर्न चाहन्छस्? म त पछि गएर बिहे गर्न चाहन्छु सर। हे मूर्ख, भविष्यमा के हासिल गर्ने सोच छ तेरो? भविष्यमा किताब हासिल गर्ने सोच छ सर। सपना के छ सपना? तेरो सपनाको बारेमा भन। सपना त बिर्से सर। हरेक रात केही न केही सपना देख्छु, तर बिहान उठ्दा सबै बिर्सिसके हुन्छु। राति देख्ने सपनाको कुरा गरेको होइन मैले, तेरो एम तेरो गोलको कुरा गरेको। त्यो चाहिँ भन। ए, मेरो गोलको बारेमा पो सोध्नु भएको तपाईँले? हो हजुर हो, तपाईँको गोलको बारेमा नै सोधेको मैले। 1 मिनट है त सर। ट्युसनमा फोन एलाउड छैन भनेर थाहा छैन तँलाई? फोन ल्याउने हिम्मत कसरी भयो तेरो? तपाईँलाई मेरो गोलको बारेमा जान्नु छ कि छैन सर? छ नि, त्यही त सोधिरहेको छु, देखिनस्? त्यसो भए मलाई मेरो काम गर्न दिनुहोस्। हेलो, भिरे, हिजोको फुटबल म्याचमा मेरो कति गोल थियो तँलाई याद छ? याद छ भने भन्न यार। यहाँ सरले अघिदेखि तेरो गोल बन भनेर मलाई हैरान गरिसक्यो। कति रे? 5। ल राख राख, भरे फेरि खेल्नुपर्छ ल। सर, मेरो गोल 5 रहेछ, 5। मेरो फुट्या कर्म, कस्तो गधाहरूलाई पढाउन पुगेछु मैले। सर, मेरो 5 गोल मात्र भयो भनेर दुखी हुनु भएको हो? दुखी नहुनुहोस् सर, भरे पक्का 10 गोल हान्छु, तपाईँको छोरीको कसम। त मेरो क्लासबाट निस्किहाल मेरो क्लासबाट। क्लासबाट निस्केर कहाँ जानु सर? जा, बाहिर गएर कुखुरा बन, त त्यही लायकको छस्। भाले बन्नु कि पोथी बन्नु सर? तँलाई जे बन्नु मन छ त्यही बन, निस्कि छिटो। मलाई त गीताको पोइ बन्न मन छ नि सर, भनौँ। बढ्ता बोल्छस्? क्लास बाहिर जान्छस् कि हानौँ तँलाई लट्ठीले? तपाईँसँग लट्ठी नै छैन? हेर्छस् मेरो लट्ठी? देखाउँ तँलाई, देखाउँ। ओइ, सरले कुन लट्ठीको कुरा गर्नु भएको हो? हातमा त केही बोक्नु भएको छैन त। भयो होस् सर, नदेखाउनु। केटीहरूको अगाडि तपाईँ केही बेजत हुन्छ। लट्ठी देखाउँदा कसरी बेजत हुन्छ मेरो? त्यही त, आमे सरको लट्ठी नदेखेको हो र? त्यही 5 फिटको लट्ठी त हो नि, होइन त?